यस क्लासमा कट्टाल कला केन्द्रको सञ्चालकज्यूलाई विशेष धन्यवाद, किनकि हामीलाई यो स्थान दिनुहुने उहाँ नै हो। आज कुनै औपचारिक कार्यक्रम नभएको कारणले अब मैले यहाँ अध्यक्ष प्रमुख अतिथिहरूको नाम लिन चाहिनँ। यहाँ जो उपस्थित हुनुहुन्छ, मेरा योगा क्लासमा उपस्थित हुनुभएका सम्पूर्ण साथीहरूमा म सुनिता पोखरेल सिनामङ्गलबाट आउँछु। आज पहिलो दिन हामीले कुनै कार्यक्रम नभएर मात्र बोल्ने अभ्यास भएकोले मैले मेरो परिचय मात्र दिन खोजेको। म सिनामङ्गलदेखि आउँछु, म सुनिता पोखरेल। सरले 2-4 शब्द राख्न भनिदिनु भयो, त्यसको लागि विशेष धन्यवाद छ। यो कला केन्द्रको सञ्चालकलाई म विशेष धन्यवाद दिन चाहन्छु। म कुनै रोगसँग भन्दा पनि यहाँ यस्तै नयाँ कुरा सिकियोस्, आफूको ज्यानमा पनि फुर्ती आओस्, योग अथवा जुम्बा क्लासले हामीलाई केही सकारात्मक ऊर्जा दियोस् भन्नका लागि म यहाँ आएको हो। सिक्दैछु, बल्ल 1 हप्ता 10 दिन हुँदैछ, सिक्दैछु, केही नयाँ कुरा अभ्यास गर्दैछु। बिहान 8 बजेसम्म सुतेर बस्थेँ, बिहान 5 बजे 5:30 बजे उठ्ने अभ्यास भइरहेछ। यसैमा म विशेष धन्यवाद, खुसी छु, धेरै खुसी छु। सुधार हुँदै जानेछ भन्ने म अपेक्षा छ। पाएको बुद्धि सबैले दिउँदै आउँछु।